एउटा जनावर शिकार गर्न 35 लाख रुपैयाँ तिर्नुपर्ने। इट साउन्ड क्रेजी राइट? तर हरेक वर्ष विदेशी शिकारीहरू लाखौं खर्चेर नेपाल शिकार गर्न आउँछन्। वेलकम टु धोरपाटन हन्टिङ रिजर्ट। यो नेपालको वान एन्ड ओन्ली हन्टिङ रिजर्भ हो। यहाँ मनमर्जी शिकार गर्न पाइँदैन। इट्स स्ट्रिक्टली रेगुलेटेड। यो सिजनमा सिर्फ 14 वटा नाउर, 10 वटा झारल र 13 वटा बदलको कोटा हुन्छ। एन्ड रिमेम्बर, राइनो, लियोपार्ड र रेड पान्डा जस्ता जनावरहरूलाई छुन पनि पाइँदैन। स्ट्रिक्टली न। यी जनावरका लागि सेक्युरिटी एकदम टाइट छ। सरकार भन्छ यो ट्रफी हन्टिङले वन्यजन्तु संरक्षण र गाउँको विकासका लागि पैसा रेभिन्यू जेनेरेट गर्ने काम गर्छ। कुन जनावर कति मार्ने भनेर साइन्टिफिक स्टडी गरेर क्याल्कुलेट गरेपछि मात्र तय हुन्छ। सो इट इज बेसिकली इकोसिस्टम म्यानेजमेन्ट। तर अर्को पाटो हेरौँ है त। एनिमल राइटको कुरा गर्ने हो भने यसलाई टोटली क्रुएल भनिन्छ। अत्याधुनिक हतियार लिएर मनोरञ्जनको लागि एउटा निर्दोष जीवको ज्यान लिनु कतिको जायज हो? इज मनी मोर इम्पोर्टेन्ट देन लाइफ? भन्नुस् त, यो साइन्स ब्याकेड कन्जर्भेसन हो कि एनिमल क्रुएल्टी? 35 लाख रेभिन्यूको लागि यो गर्नु ठिक कि बेठिक? कमेन्ट छोड्नुहोस्। बाई बाई।